चाहन्छु प्रिय भक्त भागतहरू, हामी निरन्तर सत्सङ्गमा छौँ। चतुर्मास या 4 महिनासम्म अनवरत रूपमा सत्सङ्ग गर्ने नियम छ नि त। त्यसैले निरन्तर सत्सङ्गमा हामी सराबर भइरहेका छौँ। एकजना व्यक्तिले कमेन्ट गर्नुभएको रहेछ, होइन गुरुजी, यो स्वर्ग र नरक मरेपछि मात्रै पुग्ने हो कि जिउँदै पनि अनुभव गर्न सकिन्छ? स्वर्ग र नरक मरेपछि मात्रै पुग्ने हो कि साँच्चै देखिन्छ जिउँदै पनि? एकजना शिष्यले गुरुसँग पनि यही प्रश्न गर्नुभएछ, गुरुजी, स्वर्ग र नरक देखिने भनेको कि मरेपछि मात्रै हो कि जिउँदै अवस्थामा पनि स्वर्ग र नरकहरू देखिने गर्दछ? बारम्बार यी प्रश्न गर्छन्, गुरुजी स्वर्ग कहाँ छ, नरक कहाँ छ, कस्ता व्यक्ति स्वर्गमा जाने, कस्ता व्यक्ति नरकमा जाने, स्वर्ग के हो, नरक के हो, के कर्म गर्नाले स्वर्गमा गइन्छ, के कर्म गर्नाले नरकमा गइन्छ? गुरुजीले भन्नुभयो, यसरी सम्झाएर उसले सम्झिनेवाला छैन। ल बाबु हिँड, तिमी म सँगसँगै हिँड। जाँदा जाँदै गुरुजीले शिष्यलाई सिकारीको घरमा लिएर जानुभएछ। त्यो सिकारीले जीव जन्तुलाई हत्या गरेको छ, मारेको छ। भयावह दृश्य, विभत्स दृश्य। पाठा पाठीहरू के हुन्छ नि, अब नागा नागी सबै काटिरहेको छ। त्यो शिष्यले भन्छ, गुरुजी कालेर हो मलाई यो नर्कमा, भगवान कस्तो नर्कमा किन गएको नि मलाई? गुरुजीले मुस्कुराएर भन्नु, बाबु नर्क देख्नको लागि के मर्नु भयो? जीवितै भने नर्क देख्यो कि देखेन? गुरुजी देखेँ मैले, जीवितै पनि नर्क देखेँ मैले। अनि हिँड्दै हिँड्दै अगाडि बढेपछि एउटा वेश्याको घरमा लाँदा, गुरुजी यहाँ किन छिछि दूर 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 यस्तो ठाउँमा किन ल्याउनु आएको मलाई? गुरुजीले भन्नुभयो, हेर त उसको सुन्दरता कति सुन्दर चाहिँ। उसले आफ्नो सुन्दरता बेचेकी छ। सुन्दरता पस्किएर, आफ्नो जवानी पस्किएर जीवन चलाएकी छ। अनि त उसलाई सुखै छ होला, तर 10 वर्ष 20 वर्ष बितेपछि वृद्धावस्था आउँछ। अनि पछुतो जीवनप्रति घृणा, शरीरप्रति घृणा, अब जीवनप्रति घृणा र पीडाले वृद्धावस्था जीवनको उत्तरार्ध आउनेवाला छ। सुन्दर हुँदरी, सुन्दर रूप हुँदरीसम्म, जवानी हुँदरीसम्म हाय हाय छ, सबैले स्वीकारेका छन्, जीवन पनि राम्रै चलिरहेको छ। तर केही वर्षपछि उसको जीवन नरकमय बन्छ। अहिले स्वर्ग जस्तो देखिए तापनि जीवन नरकमय बन्छ। संसार यस्तै हो। प्रपञ्चमा भोग्य वस्तुहरूमा, अखाद्य वस्तुहरूमा सुख देखिए तापनि त्यसले वास्तवमा कालान्तरमा दुःख दिन्छ। धेरै मिठो खाए पनि दुःख मिल्छ, धेरै भोग विलासमा डुबे पनि दुःख पाइन्छ, धेरै मान सम्मानको पछि भागे पनि दुःख पाइन्छ। जहाँ सुख खोजेका छौँ त्यहाँ दुःख पाइन्छ। संसार यही नै हो। स्वर्ग पनि यही छ, नरक पनि यही छ। केही व्यक्तिले जीवनभरि नरक देखिरहेका हुन्छन्, केही व्यक्तिले केही समय आनन्द, केही समय दुःख पाएका हुन्छन्। अब होइन, तिमीलाई वस्तुतः स्वर्गमा लान्छु मैले। एउटा गृहस्थको घरमा लिएर जानुभएछ। त्यो गृहस्थले खुब साधु महात्मालाई सम्मान गरे। गुरुजी मेरो घर पाउ पखाले, आरती गरे, दक्षिणा दिए, मिठो मिठो खुवाए। सानो झोपडी थियो, श्रीमती थिइन्, 2-4 परिवार थिए, सन्तान थिए। के छ खबर? एकदम आनन्द छ गुरुजी। महात्माजी हजुर आइदिनु भयो, मेरो कुटी पवित्र भयो, मेरो 21 को उत्तर हेर्दैन। गरिब छन् तर शान्ति छ क्या, आनन्द छ। श्रीमती मुस्कुराएकी छन्। पत्नीको अनुहार हेरेर थाहा हुन्छ त्यो घरमा क्लेश कलह छ या सुख छ भन्ने कुरा। अनुहारमा चमक छ, मुखमा मुस्कान छ, शरीरमा तेज छ,
छोराछोरी खुसी छन् र श्रीमती पनि खुसी छन्, श्रीमान पनि दङ्ग छन्, मेहनत गरेका छन्, दिनभरि परिश्रम गर्छन् तर साँझ सँगै बस्छन्, खान्छन्, नुन रोटी खाएर छोराछोरी श्रीमानसँग सबै भएर बसेर आनन्दले हरिस्मरण गरेका छन्, भगवानलाई भोग लगाएर प्रसाद ग्रहण गरेका छन्, केही समय भयो भने मन्त्र जप गरेका छन्, सम्कीर्तन गरेका छन्। बाबु हेर त स्वर्ग परिवारमा शान्ति छ, श्रीमान श्रीमतीमा मिलती छ, छोराछोरी योग्य संस्कारी छन्, हातमुख जोड्नको लागि अरूसँग गुहार माग्न परेको छैन, शरीर स्वस्थ छ, हात सही सलामत छन्, आँखा इन्द्रियहरू सही सलामत छन्, सम्पत्ति नभए तापनि जीवन चलिरहेको छ भने त्यो जीवन स्वर्गमय छ। ती व्यक्तिहरूले स्वर्ग देख्नको लागि मरिरहनु पर्दैन क्या।